फागुन 21 गते र त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्न भनेको दलहरूलाई निर्वाचनमा ल्याउन त्यो हरसम्भव प्रयास गर्छ। उनीहरूसँग संवाद गर्छ, उनीहरूलाई निर्वाचनमा ल्याउनुपर्छ र सँगसँगै निर्वाचनका निम्ति सरकारलाई सहयोग पनि गर्छ, सरकारलाई खबरदारी पनि गर्छ र सरकारसँग निरन्तर रूपमा के विषयमा ध्यान आकर्षण गराउने भनेर निर्णय गरेर हातहतियारहरू बाहिर छ, कैदीहरू फरार छ र राजनीतिक दलले निर्वाध रूपले आफ्नो गतिविधि गर्न पाइरहेका छन्। सरकार यो विषयमा जति गम्भीर हुनुपर्ने हो गम्भीर नभइरहेको हामीलाई महसुस भएको छ। हामी सरकारलाई यसमा मद्दत पनि गर्छौँ र सँगसँगै खबरदार पनि गर्छौँ। फागुन 21 गतेको निर्वाचनभन्दा अर्को कुनै पनि निकास नेपालको अहिलेको संवैधानिक जटिलताले पाउन सक्दैन, यो कुरामा हामी प्रष्ट थियौँ। तर आज केन्द्र सरकारको निर्णयबाट हामी देशभरिका आफ्नो पार्टीका साथीहरूलाई पनि प्रष्ट बनाउन चाहन्छौँ र हामी पार्टीको तर्फ अन्य अरूलाई पनि प्रष्ट गर्न चाहन्छौँ। एउटा यो दोस्रो, अहिले पछिल्लो समयमा केही राजनीतिक दलहरूको तर्फबाट केही समूहहरूको तर्फबाट जबरजस्ती उत्तेजना फैलाउने, अथवा कतै प्रतिशोधको भाव फैलाउने, कतै निषेधको भाव फैलाउने, जसरी हुन्छ देशलाई थप हिंसातर्फ लिएर जुन खालका प्रवृत्तिहरू देखा परेका छन्, हामीले यी प्रवृत्तिहरू जुन समूहबाट भए पनि जुन दलबाट भए पनि त्यो गलत छ र हामी यसको विरुद्ध उभिन्छौँ। र हामी यो बेलामा कुनै पनि राजनीतिक दललाई घृणाको भाषा, उत्तेजनाको भाषा प्रयोग पनि नगर्न र त्यसका निम्ति कुनै कामहरू नगर्न